हेलो साथीहरू, आज हामी भेज बिरयानी बनाउँदैछौँ। स्टार्टिङमा हामी मसरुमलाई पार्दैछौँ। हामी मसरुमलाई हालिसके पछाडि राम्रोसँग चलाउँछौँ। मसरुमलाई खैरो खैरो हुने गरी चलाउने। हामी केही प्याज एड गर्छौँ। ब्राउन हुने कलरको देखिने गरी चलाउँछौँ। अब तयार भइसकेको छ, हामी निकाल्छौँ। अब हामी घिउ एड गर्छौँ। घिउमा चामललाई राम्रोसँग भुट्छौँ। अब बाँकी भेजिटेरियन इन्ग्रेडियन्ट्सहरू देख्न सक्नुहुन्छ, एड गरेर भुट्छौँ। आवश्यकता अनुसार नुन, बेसार, मसला एड गर्छौँ र राम्रोसँग चलाउँछौँ। आवश्यकता अनुसार नुन एड गर्न सक्छौँ। आवश्यकता अनुसार पानी हालेर केही बेर पकाइसके पछाडि यस्तो राम्रो कलरमा देख्न सक्नुहुन्छ। अब हामी पाकिसकेको मसरुम एड गर्छौँ। फेरि केही बेर चलाउँछौँ। भेज बिरयानी करिब करिब तयारी भइसकेको। त्यसलाई तातो गरी दहीमा झानेर राइता तयार गर्छौँ। भेज बिरयानी तयार भइसकेको छ, हेर्नुहोस् त, निकै नै स्वादिष्ट देखिन्छ। खानाको लागि रेडी भइसकेको छ। अब हामी टेस्ट गर्दैछौँ। भेज बिरयानी निकै नै मिठो यम्मी भइसकेको छ। तपाईहरूले यसरी नै घरमा स्वादिष्ट भेज बिरयानी बनाएर खान सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ।